Hey guys, welcome to a day in my life, पशुपति मन्दिर भिजिट एडिसन बिकज हाम्रो छोरा चाहिँ आज 6 मन्थ भइसकेको छ अनि हामी चाहिँ उसलाई लिएर पशुपति जाँदैछौँ। म चाहिँ रेडी भएँ अनि 2 वर्ष पुरानो यो सानीमाले गिफ्ट गरेको कुर्ता चाहिँ म लगाएँ अनि ठिक भयो अनि म यस्तो मख परेर नाचिरहेको छु, मलाई मात्रै थाहा छ। त्यसपछि यतापट्टि मेरो हस्बेन्डले चाहिँ हाम्रो छोरालाई रेडी गर्दै हुनुहुन्छ अनि त्यसपछि हामी चाहिँ छोरालाई ब्यागमा बोकेर हिँड्यौँ है। यो झोलामा चाहिँ म सबै बच्चाको सामान राख्छु के। अनि त्यसपछि हामी लाग्यौँ हाम्रो बाटोतर्फ होइन। अनि आज चाहिँ छोरा यति ज्ञानी भएको थियो कुरै नगरौँ। हामी पशुपतिभित्र चाहिँ मुख्य मन्दिरमा लाइन लागेर दर्शन गऱ्यौँ अनि पछि सबै मन्दिरहरू पनि हामी छिरी दर्शन गरुन्जेलसम्म पनि छोरा आवाज एकदमै काम अनि हाँसिरहेको थियो। तर बाहिर निस्केर फोटो खिच्न थालेपछि चाहिँ हि बिकम इरिटेटेड अनि हामीले खासै फोटो खिच्न चाहिँ पाइनौँ, तर मजाले दर्शन गर्न चाहिँ पायौँ। अनि छोरा इरिटेटेड भएको भएर हामी चाहिँ यता अगाडिको एउटा रेस्टुरेन्टमा छिर्यौँ, त्यहाँ हामीले पुरी तरकारी खायौँ अनि छोरालाई पनि फिड गरायौँ अनि फेरि घरतिर फर्क्यौँ। यो चाहिँ मैले सो अफ गरेको, यो अस्ति मैले भर्खर किनेको ब्रासलेट हो अनि आई लभड दिस सो मच। मैले आज लाएको थिएँ होइन। अनि त्यही हो, अनि सकिन लागेको थियो अनि फेरि यो सो अफ गर्न आएको। म आज दिउँसो म स्विमिङ गएको थिएँ अनि देखाउन आएको क्या। मलाई यति चाहिँ फ्लोट हुन चाहिँ आउँछ ल, केही नआए पनि।